टोलवासी सबै किनौँ गाउँपालिका हाम्रो सयपत्री टोल विकास समिति सबै हामी यहाँको स्थानीयवासी बसेर यो प्रतीक्षालाई हामीलाई आवश्यक भएर बनाएको हो। गाउँपालिकालाई हामीले चाहिँ बजेट यो पहिलाको एउटा चाहिँ चौबारी थियो, चौबारी भत्किएपछि हामीले एउटा सामान्य ट्रस हालेर एउटा चाहिँ हामीले यहाँ प्रतीक्षालय बनाएका थियौँ। त्यो प्रतीक्षालयले पनि अलिकति हामीलाई यहाँ मान्छेहरू आवत जावत अलिक बढी हुने, स्पेसली 1 नम्बर वडाको मान्छेहरू यहाँ बस्नु जङ्सन भएको कारणले गर्दाखेरि यो प्रतीक्षालय अलिक सानो भयो, टोइलेट अलिक व्यवस्थित भएन भनेर अलिक व्यवस्थित गर्ने तरिकाले हामीले गाउँपालिकामा बजेट माग गरेर यो चाहिँ पुरानो प्रतीक्षालयलाई स्थल उन्नति गरेर अलि राम्रो व्यवस्थित हेर्दाखेरि नै राम्रो सानोतिनो कार्यक्रम पनि गर्न मिल्ने खालको बनाऊँ भनेर यो प्रतीक्षालय बन्न गएको यो सालमा चाहिँ तपाईँको टेन्डर भएर चाहिँ यो काम लगभग अन्तिम चरणमा गइसकेको छ होइन। तर कोही मान्छेहरू जस्तो हामी 2 नम्बरवासी यो टोलवासीको कुरा नलिएर बाहिरका मान्छेले अब गाउँपालिकासँग व्यक्तिगत उहाँहरूको केही समस्या हो कि के हो त्यो हामीलाई थाहा भएन। हामी यो सयपत्री टोललाई यो प्रतीक्षालय एकदम आवश्यक परेको भएर हामीले यो बनाउन लगाएको हो होइन। त्यही भएर यो खोलामा बनेको छैन, यो चाहिँ जहाँ बन्ने थियो सार्वजनिक ठाउँमै बन्ने हो। प्रतीक्षालयहरू यस्ता चाहिँ सार्वजनिक उहरू बनाउने, कसैको लालकुचामा बनाउने होइन, यो सार्वजनिक ठाउँमै बनाउने हो। यो हामीलाई आवश्यकता छ, त्यही भएर बनेको हो। हामीलाई आवश्यकता छ भनेर जुन आज हामीले यहाँ यो चाहिँ एउटा चाहिँ सानो भेला जम्मा गरेछौँ, यसबाट निर्णय गरेर यो प्रतीक्षालयको काम अगाडि बढेर छिटो छरिटो एकदम राम्रो होस् भन्ने चाहिँ मैले यो कुरा राखेँ। अब तपाईँहरूले पनि आफ्नो आफ्नो मनमा लागेको कुराहरू सबैले राखिदिनु होला। हस् त, धन्यवाद ल है। अरू कसैको कुरा राख्नु? नमस्कार, मेरो भनाइ यो चौतारीमा पहिला स्वामीको रुख थियो, सबै जनताहरूले यहाँ बस्थे। स्वामीको रुख कोएर गयो, झोपडी बनाइयो, छाप्रो हाल्यो, त्यसमा बस्थे। टोइलेट बाथरुम भएको थियो, त्यो पनि ठिकै थियो। अब गएर यसलाई हामीले कचल, ओखलढुङ्गा, हरियाली, खोर्सानी अनि यता उँभो जाने गाउँहरूलाई सबैलाई आवश्यक परेको यहाँ जम्मा भएर बस्ने ठाउँ, पानी आउँदाखेरि ओर्टिने ठाउँ, घाम लाग्दाखेरि ओर्टिने ठाउँ निकै आवश्यक भएको कारणले यो बनेको हो। पालिकाले कसैले यो लापरवाही गरेर बनेको होइन, सबैको यो एकदम राम्रो कुरा हो। हामीले सबले यहीमा जोर गर्नुपर्छ। यो हामीले सबैले मद्दत गरेर बनाएको, माग गरेर बनाएको हामीले भनेर भन्नुपर्छ। मेरो कुरा सबलाई नमस्कार। मेरो यो पहिलादेखि बनिराखेको चौबारी हो। हामीलाई यो 2 नम्बर वार्डबाट लिएर 1 नम्बरबाट लिएर 2 नम्बरसम्म 6 नम्बर सबै पालिकामा आउने, चौबारीमा बस्ने आवश्यकताका हुनाले यो चौबारीको लागि हामीले पालिकामा पहल गरेर यहाँ 2 नम्बर वार्डको जनताले पहल गरेर हामीले यो चौबारी बनाउन हामी जनताको पहलले बनेको हो। यो कहीँ खोलामा बनेको छैन, यो चाहिँ खोलामाथि बनेको होइन, खोल्सा यो कुलोमा कहीँ रोक्का छैन। यसमा यो हामीहरूको के भन्नुहुन्छ भने यो 2 नम्बर वार्डको लागि सुविधा छ भने अन्तको म यहाँको स्थानीय बासिन्दा। म 40औं वर्षदेखि यही ठाउँमा बसोबास गर्दै आइरहेको छु र यहाँ म त्यति बेलादेखि नै यहाँ सानो चौतारी थियो, त्यसमा शीतल खाने अब थुप्रै गाउँहरू छ, हरियाली गाउँ, ओखलढुङ्गा, कचल लगायत खुर्साने, यिनी गाउँहरूको मान्छेहरू भारी बोकेर आउँदा पनि यहाँ आराम गर्ने ठाउँ हो। त्यो चौतारी बिस्तारै कुँदै गएपछि त्यो रुख भत्किँदै गयो। भत्के पछाडि हामीले गाविस भवन हुँदादेखि नै यो बनाउने एकदमै थियो। त्यसपछि गाउँपालिका आइसकेपछि हामीले समन्वयमा उहाँहरूलाई हामीले बजेट मागेर सानो टहरा बनाएको थियौँ। त्यसले पनि ठेक्न नसक्ने धेरै जनताहरूले दुःख पाए। कोरोनाको टाइममा पनि एउटा बस्ने ठाउँ नभएर, पानीको धारा नभएर, धारा छुन नदिएर एकदमै अप्ठ्यारो अवस्थामा त्यो हामी सल्लाह गरिराखेर सानो छाप्रा बनायौँ। त्यो छाप्रा अब अलि ठेक्न नसकिसके पछाडि हामीले यो अलि व्यवस्थित किसिमको राम्रो बनाउनु न त भन्ने कुरा भयो। बजेट माग गर्दाखेरि पालिकाले पनि हामीलाई सहयोग गर्नुभयो। यो पालिकाको काम भन्दा पनि पालिकालाई आज दोष लाग्ने काम छैन, हामीलाई दोष लाग्नुपर्छ। किनभने हामी जनताको आवश्यकता
हाम्रो व्यक्तिको टोयलेटहरूमा हामीले कतिलाई त सहयोग गरौँ, सबै स्थानीय त्यस्तो हुँदैनन्। कतिले सहयोग गर्ने बिचरा सबभन्दा खान ठुलो कुरा होइन, टोयलेट जान ठुलो कुरा हुन्छ। मान्छेलाई एकछिन रेस्ट गर्नु पर्यो, बिरामी भएर आउँदा अप्ठ्यारो हुन्छ। त्यो समस्याको समाधानको एउटा मात्रै उपाय हाम्रो पालिका थियो। त्यो पालिकाले हामीलाई सहयोग गर्यो। हामीले माग गरेको अनुसार बजेट पाए पछाडि हामीले पालिकालाई अनि कसै ठेकेदार मार्फत हामीलाई यसलाई निर्माण गर्न हामीले टेन्डर मार्फत नै एकदम प्रक्रिया पुऱ्याएर नै दिएको। यो कुनै खोल्छै छैन। हामी 40औं वर्षदेखि यहाँ बसेको, यसले कहीँ क्षति पनि गरेको छैन। सानो पुलेसो जस्तो हो। अब धेरै मिटर पनि छैन, यो माथिबाट पानी आउने ठाउँ पनि छैन। त्यो नालीहरू अलिअलि बगेर आउने त्यो माथि छ। यो खोल्सा माथि बनेकै छैन। हामी यो खोल्सा छँदै छैन यहाँ, हामीले देखेकै छैनौँ। अब जुन हामी यहीँको स्थानीय बासिन्दा हो, हामीलाई खोल्सा भन्ने अनुभवै छैन। यसले कहीँ क्षति गरेको पनि छैन भने उहाँ अर्कै वडाबाट अर्कै ठाउँबाट आएर यहाँ यस्तो काम गर्नुभएको छ। यो एकदमै दुःखनीय छ, हामीलाई दुःख लागेको छ। त्यसैले अब म यही भन्न चाहन्छु कि हाम्रो यो भवन बन्नुपर्छ, अझै राम्रो व्यवस्थित किसिमले बन्नुपर्छ र सबैलाई बस्ने ठाउँ हुनुपर्छ र यसमा हामीलाई एकदमै सपोर्ट छ। बन्नै पर्छ। हाम्रो पालिकामा यो हामीले फाल्नै दिन्नौँ। हाम्रो यो शौचालय बन्नै पर्छ, यो चौबारी बन्नै पर्छ। हाम्रो यो 2 नम्बर वार्डको जनतालाई कोही पिरियड छैन। हामीलाई यो आवश्यकता छ, यो उसको सार्वजनिक टोयलेटको, यो चौबारीको 1 देखि 6 सम्मको चाहिँ सबै जनताहरू यही गाउँपालिकामा आउने हुन्। उनलाई सार्वजनिक टोयलेट चाहिएको छ। पानी आउँदा ओत्तिनी चाहिँ छ तिनी। एउटा निर्णय पनि गरिएको छ। आज मिति 2083 1/28 गते यस सयपत्री टोल विकास संस्थाका अध्यक्ष श्री रामबहादुर थापाको अध्यक्षतामा बसेको टोल भेलाले विभिन्न विषयहरूमा छलफल गरी निर्णय गरियो भनेर अब उपस्थित सबै प्रस्तावमा के छ भने नयाँ बजार चौपारी सम्बन्धमा भनी लेखिएको छ। प्रस्ताव नम्बर 1 माथि छलफल गर्दा तिनाउ गाउँपालिका वार्ड नम्बर 2 नयाँ बजारमा रहेको चौपारीमा चालु आवक 8283 मा विनियोजित बजेट रु 32,50,000 टेन्डर परेको र प्राविधिक इस्टिमेट अनुसार काम सम्पन्न गर्ने क्रममा सामान्य अडचन आएको हुँदा उक्त चौपारी निर्माण गरी व्यवस्थित गर्ने र चौपारी निर्माण गर्ने क्रममा चौपारीकै सार्वजनिक जग्गा प्रयोग भएको र कुनै खुल्सा तथा नालाको अतिक्रमण नभएको हुँदा उक्त चौपारी निर्माण गर्न हामी सबै टोलवासी सहमत भई निर्णय समेत गरिएको छ। आइसकेको